सबैजनालाई स्वागत छ। यो हाम्रो डुल्टी पावरको चार्ट रहेको छ। यो चार्ट चाहिँ मैले लेभलहरू चाहिँ आज कोरेको होइन। यो चाहिँ मैले लगभग डोल्टी यता यता यो लेभलतिर हुँदै गर्दा चाहिँ हालेको थिएँ है, टिकटकमा हालेको थिएँ। यो डोल्टीको फोटो यो चार्टको है, यो लेभलमा आउँछ होला र यो लेभलमा हामीले चाहिँ एउटा ट्रेड लिन सक्छौँ भनेर लगभग आइसकेको छ। अब डोल्टीको अवस्था आजको दिनमा चाहिँ कस्तो रहेको छ हेरौँ है त। डोल्टी पावरको फन्डामेन्टल कुरा गर्नुपर्दा चाहिँ फन्डामेन्टल चाहिँ त्यति खासै ठिक रहेको छैन है। यो चाहिँ डोल्टीको फन्डामेन्टल नराम्रो हुनुको मेन कारण भनेको चाहिँ यसको लोन हो है, जो चाहिँ 2.2 गुणाले चाहिँ इक्विटीभन्दा बढी रहेको छ र त्यही लोनको चाहिँ इन्ट्रेस्ट तिर्नमा चाहिँ यसले कमाएको सबै प्रफिट गइरहेको छ है। ठिकठाक छ, राम्रै छ है। रेभेन्यू चाहिँ अपरेसन चाहिँ गुड, लोन घट्दै गइरहेको छ। लोन घटाएर लोनको इन्ट्रेस्ट घटेर चाहिँ योचोटि चाहिँ थोरै प्रफिटमा गएको छ। 96% को राइट चाहिँ पाइपलाइनमा रहेको छ लोन तिर्नको लागि है। राइट आइसकेपछि चाहिँ यसले लोन घटाइसकेपछि चाहिँ हामी चाहिँ प्रफिट चाहिँ बढेको देख्न सक्छौँ। त्यसपछि चाहिँ हामी चाहिँ सुध्रिन्छ कि भन्ने चाहिँ अनुमान लगाउन सक्छौँ है। यसको फन्डामेन्टल डोल्टीको टेक्निकल अवस्था हेर्नुहुन्छ भने चाहिँ हाम्रो चाहिँ डोल्टी चाहिँ आइपिओ लिस्टिङ भयो, 2 दिन बढ्यो, त्यसपछि चाहिँ हाम्रो चाहिँ सप्लाई देखिन्छ है। यो पुरै सप्लाई चाहिँ के हो भन्दा हाम्रो चाहिँ अपरेटरको चाहिँ एकुमुलेसन है। अपरेटरले चाहिँ जति सप्लाई आयो सब खाएर चाहिँ हाम्रो चाहिँ यो लेभलदेखि है एकुमुलेसन गरेको है। यो चाहिँ हाम्रो चाहिँ के हो, अपरेटरको चाहिँ हाम्रो एकुमुलेसन जोन हो है, एकुमुलेसन लेभल हो। यो जोनमा चाहिँ हाम्रो के छ भन्दा अपरेटरको मेन बाई रहेको छ है। र त्यसमा पनि हाम्रो हेर्नुहुन्छ भने फर्स्ट लेभल अफ एकुमुलेसन यता छ है, सेकेन्ड लेभल अफ एकुमुलेसन यता थोरै यता गऱ्यो है। यो के गर्यो भन्दा यहाँ चाहिँ हाम्रो यो जुन अल टाइम हाई थियो नि त ऊ बेला त यो नै थियो, योभन्दा माथि चार्ट त बनेको थिएन। अपरेटरले चाहिँ आएको सप्लाई जति खाएर चाहिँ माथि पम्प गरेको छ है। हाम्रो चाहिँ अब मेन डिमान्ड चाहिँ एउटा यो लेभलमा रहेको छ, एउटा यो लेभलमा रहेको छ है। सबैभन्दा मेन डिमान्ड भनेको हाम्रो यो लेभल रहेको छ, जहाँ चाहिँ हाम्रो फर्स्ट एकुमुलेसनको चाहिँ ओरिजिन रहेको छ। यो चाहिँ सेकेन्ड एकुमुलेसनको ओरिजिनमा चाहिँ हाम्रो अर्को डिमान्ड रहेको छ। हामीले रिस्क लिने लेभल भनेको यो दुईवटा मात्र हुनेछ है। यो लेभल छ नि, यो पुरै यो लेभल, यो जुन लेभल छ यो पुरै लेभलमा चाहिँ हाम्रो के गरेको भन्दा डिस्ट्रिब्युसन गरेको हो अपरेटरले। यताबाट चाहिँ एकुमुलेसन गरेर यता चाहिँ डिस्ट्रिब्युसन गरेको छ। यो चाहिँ हाम्रो चाहिँ डिमान्ड क्रिएट गरेको हो अपरेटरले है, जसले चाहिँ प्राइसलाई होल्ड गर्यो बाहिरहरू चाहिँ एट्र्याक्ट गराउनको लागि आएको थियो। त्यो लेभल नै ब्रेक भएपछि हामी देख्न सक्छौँ कि हाम्रो चाहिँ सार्प फल आएको देख्न सक्नुहुन्छ। यता मेन होल डिस्ट्रिब्युसन लेभल चाहिँ यो पुरै हो। त्यसपछि अर्को हाम्रो डिस्ट्रिब्युसन लेभल हेर्नुहुन्छ भने चाहिँ कता देख्नुहुन्छ भन्दा यो है, एउटा डिस्ट्रिब्युसन लेभल यो छ है। यो पनि पुरै डिस्ट्रिब्युसन लेभल हो। यो चाहिँ हाम्रो चाहिँ के भन्छन्, प्राइसलाई होल्ड गर्ने डिमान्ड थियो है। यो ब्रेक हुने बित्तिकै चाहिँ हाम्रो के छ भन्दाखेरि यहाँ चाहिँ सार्प फल आयो, त्यसपछि फेरि बाहिरलाई एट्र्याक्ट गर्यो, फेरि चाहिँ हाम्रो डम्प गर्यो, फेरि बाहिरलाई एट्र्याक्ट गर्यो, फेरि चाहिँ हाम्रो यहाँ डिस्ट्रिब्युसन दिँदै डम्प गर्यो। हाम्रो चाहिँ फर्स्ट लेभल अफ डिस्ट्रिब्युसन यता छ, हाम्रो सेकेन्ड लेभल अफ डिस्ट्रिब्युसन यता गरेको छ है अपरेटरले। यता हेर्नुहुन्छ भने चाहिँ यताबाट चाहिँ सेलर आएको छ है, सेल ट्रान्सफर हुँदै आएको छ। हाम्रो चाहिँ यताबाट चाहिँ बायर 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 हुँदै चाहिँ यहाँ चाहिँ बाई ट्रान्सफर हुँदै आएको छ है। यताबाट चाहिँ जुन हाम्रो मेन डिमान्ड क्रिएट गरेको थियो अपरेटरले, जसले चाहिँ मेन डिस्ट्रिब्युसनको चाहिँ हाम्रो चाहिँ के थियो भन्दा डिस्ट्रिब्युसनको माउथ चाहिँ हाम्रो यो है। डिस्ट्रिब्युसनको माउथबाट चाहिँ हाम्रो चाहिँ के छ, अर्डर ट्रान्सफर हुँदै हुँदै गयो है। यताबाट चाहिँ बायर आए, यताबाट चाहिँ सेलर आएर यहाँ चाहिँ बाहिर सेलरको चाहिँ फाइट भएर चाहिँ हाम्रो जुन अपरेटर थियो त्यसले चाहिँ डिस्ट्रिब्युसन गरिरहेको थियो। त्यही भएर चाहिँ यहाँ चाहिँ हाम्रो चाहिँ के भयो भन्दा सेलरले चाहिँ जितेर चाहिँ ऋण लगेर चाहिँ डम्प भएको छ है। र हाम्रो चाहिँ अब यो लेभल चाहिँ निकै नै इम्पोर्टेन्ट लेभल हुनेछ। यो चाहिँ अब हाम्रो फ्युचरको चाहिँ एउटा टार्गेट हुनेछ है। यो लेभल माथि हेर्नुहुन्छ भने चाहिँ माथि पनि यो फर्स्ट लेभल अफ डिस्ट्रिब्युसनबाट पनि अर्डर ट्रान्सफर भएको छैन है। त्यहाँ पनि एउटा अर्डर छ, सेल अर्डर छ। हाम्रो चाहिँ फाइनल टार्गेट, अल्टिमेट टार्गेट चाहिँ त्यहाँ हुनेछ है, जुन यो प्राइसलाई होल्ड गरेर आएको थियो नि यो लेभल। यो लेभल चाहिँ हाम्रो के भन्छन्, ब्रेक हुने बित्तिकै चाहिँ हाम्रो के भएको छ भन्दा यहाँ सप्लाई आएको छ। र जुन त्यसपछि त्यो डम्प भइसकेपछि जब चाहिँ अपरेटरले चाहिँ बायरलाई एट्र्याक्ट गर्यो नि, त्यो एट्र्याक्ट गरेर
फेक राइज दियो है सेकेन्ड लेभल अफ डिस्ट्रिब्युसनको लागि है। त्यो लेभल चाहिँ हाम्रो चाहिँ यो जुन चाहिँ हाम्रो प्राइसलाई होल्ड गरेर आएको अपरेटरले क्रिएट गरेको डिमान्ड थियो नि, त्यो डिमान्ड चाहिँ ब्रेक भएको फर्स्ट एकुमुलेसन जता चाहिँ सेलरले चाहिँ लिड लगेको थियो त्यो लेभलमा पुगेको छैन है। त्यही भएर चाहिँ हाम्रो चाहिँ यो लेभल लिक्विडिटी भएर यता पनि एउटा टार्गेट रहेको छ है फ्युचरको। त्यो टार्गेट हाम्रो रहेको छ यहाँ यो लेभल रहेको छ है। त्यो चाहिँ त्यसपछि यहाँ हेर्नुहुन्छ भने चाहिँ यता चाहिँ पुरै कम्प्रेस छ है लेभल। हरेक डिमान्ड चाहिँ टेस्ट गर्दै है यहाँ चाहिँ लिक्विडिटी जेनेरेट गर्दै माथि बढाएको छ है। लास्ट डिमान्ड यता थियो, त्यो डिमान्ड ब्रेक हुने बित्तिकै हाम्रो चाहिँ यता चाहिँ साफ फल देख्न सक्नुहुन्छ। किन भन्दा यता चाहिँ डिमान्ड नै बचेको थिएन। त्यसपछिको डिमान्ड भनेको हाम्रो कता थियो भन्दा यो जुन एकुमुलेसन लेभल थियो नि, एकुमुलेसन लेभल पछि हाम्रो जुन सेकेन्ड एकुमुलेसन भएको थियो नि, त्यो सेकेन्ड एकुमुलेसनको माउथमा अर्डर थियो है। यही अर्डरमा आएर चाहिँ हाम्रो चाहिँ रियाक्ट गरेको थियो। मैले चाहिँ यही लेभल कुदिरहेको थिएँ है, अझै पनि यही लेभल कुदिरहेको छु। किन भन्दा मेन डिमान्ड भनेकै यही लेभल हो है। र यताबाट चाहिँ हाम्रो चाहिँ एउटा रियाक्सन आयो। म चाहिँ युजुअली रियाक्सन हुनु नि, रियाक्सन लेभल हुन्छ नि त, यो पनि एउटा डिमान्डै हो। तर स्ट्रङ नभए पनि एउटा रियाक्सन दिने डिमान्ड हो। यो डिमान्डबाट पनि के हुन्छ भन्दा केही नै भयो नि 10-15%, 20%को चाहिँ राइज आउँछ है। हेर्नुहुन्छ भने चाहिँ यो चाहिँ 17%को चाहिँ राइज दिएको छ है। यो राइज दिएर चाहिँ हाम्रो चाहिँ यहाँ चाहिँ बायरलाई के गरेको छ, ट्र्याप गरेको छ है। अझै पनि जुन आउनुपर्ने लेभल हो त्यो लेभलको माथमा पनि आएको छैन है। लगभग हेर्नुहुन्छ भने लगभग 4 रुपियाँ है, 4 रुपियाँले मिस भएको छ। कहिलेकाहीँ मिस भएर पनि जान सक्छ है अर्डर 2-4 रुपियाँले। तर म चाहिँ अब मिस भए पनि है यस्तो जबसम्म चाहिँ लेभलमा आउँदैन एटलिस्ट माउथमा ट्याप चाहिँ हान्नुपर्छ मेरो लागि, मैले एन्ट्री गर्नको लागि। म चाहिँ स्टिल यो लेभल कुरेको छु है। तर 10% टाइम कुनै कुनै स्क्रिप्टहरू चाहिँ के हुनसक्छ भन्दा लेभललाई 2-4 रुपियाँले छोडेर जान सक्छ है। जस्तै कि हाम्रो पिएससिएल है, एउटा पिएससिएलको चार्ट थियो है। मैले चाहिँ पिएससिएल एउटा सरले मलाई सोध्नु नि भएको थियो, मैले भनेको पनि थिएँ है। त्यसले चाहिँ 0.8 पैसाले के 80 पैसाले छोडेर गएको थियो। कता हो भन्दा हाम्रो चाहिँ कता थियो भन्दा हो यता यहाँ थियो है। मैले चाहिँ किन्नलाई बसेको हेर्नुहुन्छ भने हाम्रो चाहिँ मैले चाहिँ यहाँ लिमिट राखेर छोडिदिएको थिएँ। 80 पैसाले कि 1 रुपियाँले पनि होइन, 80 पैसाले छोडेर गयो पिएससिएल। यस्तो हुन्छ है कहिलेकाहीँ। अब के को चार्ट थियो त्यो डोल्टी होइन। हाम्रो चाहिँ यो जुन माउथ थियो है सेकेन्ड लेभल एकुमुलेसन, त्यसको माउथबाट रियाक्सन आएर चाहिँ यहाँ अब ट्र्याप गरेको छ बायरलाई। अब चाहिँ हाम्रो चाहिँ यो लेभलमा सप्लाई जेनेरेट गरिसक्यो। हाम्रो चाहिँ अब एक लेभलको सप्लाई हेर्नुपर्ने हुन्छ यो लेभलमा के रियाक्ट गर्छ है। र हाम्रो चाहिँ सप्लाई लेभल रहेको छ यो है। यो बेला थियो सायद मैले चाहिँ यो जुन माथिको लेभलहरू कोरेको थिएँ, टार्गेट 1, टार्गेट 2, टार्गेट 3 भनेर है, जुन एनालाइसिस गरेको थिएँ यो लेभल आउँछ भनेर। त्यो बेला चाहिँ यता कुनै सप्लाई जेनेरेट गरेको थिएन, त्यही भएर यो थियो फर्स्ट टार्गेट। अब चाहिँ हाम्रो फर्स्ट टार्गेट चाहिँ यो लेभल हुन्छ है। यदि यो लेभल नपुगेर यो लेभलमा आउँछ भने है, यदि हजुरले एन्ट्री गर्नु भएको छ भने पनि हजुरको फर्स्ट टार्गेट यो नै रहन्छ है। अनि हजुरको चाहिँ यहाँ जेनेरेट गरेको छ। अब हामीले के गर्ने त भन्दा म चाहिँ यही लेभल कुर्छु है। एटलिस्ट माउथ चाहिँ ट्याप हान्नुपर्छ मेरो लागि। म यो डोल्टीले के गर्न सक्छ भने चाहिँ यहाँदेखि यो सप्लाईमा गएर है, त्यहाँदेखि चाहिँ हाम्रो चाहिँ यो लेभलमा आएर हाम्रो चाहिँ जुन टार्गेट थियो है, हाम्रो चाहिँ यहाँसम्म जान सक्छ है। कम्तीमा पनि यो लेभलसम्म चाहिँ हामीले चाहिँ ट्रेड लिने है। यो लेभलबाट लङ टर्म होल्डको लागि है, लङ टर्म ट्रेड हो हाम्रो चाहिँ। त्यसपछि के हुन्छ भन्दाखेरि फर्स्ट टार्गेट यता हुन्छ, सेकेन्ड टार्गेट यता हुन्छ, थर्ड टार्गेट यता हुन्छ र अल्टिमेट टार्गेट यो हुन्छ है। डोल्टीको एउटा केस यस्तो रहेको छ है। अर्को केस के हुन्छ भन्दाखेरि यतैबाट चाहिँ यहाँ तल फर्केर यो लेभलबाट यता पनि जान सक्छ है, यता जान सक्छ। त्यसपछि फेरि करेक्सन आएर चाहिँ हाम्रो चाहिँ रिट्रेसनमा एन्ट्री दिएर कन्फर्मेसन साथ जाने साथीहरूको लागि त्यसपछि टार्गेट यता हुनेछ है। र यदि डोल्टीले चाहिँ पिएससिएलको जस्तै लेभललाई छोडेर गएको हो भने चाहिँ है 4 रुपियाँले छोडेको छ,
हामीले चाहिँ कन्फर्मेसन गर्नुपर्ने हुन्छ है। त्यसको लागि चाहिँ यो डोल्टेले के गर्नुपर्ने हुन्छ भन्दा यहाँदेखि चाहिँ हाम्रो यो जुन सप्लाई क्रिएट गरेको छ नि, यो सप्लाईलाई चाहिँ खानुपर्ने हुन्छ है। त्यो खायो भने चाहिँ हामीले चाहिँ रिट्रेसमेन्ट कुर्नुपर्ने हुन्छ र रिट्रेसमेन्टमा चाहिँ हामीले चाहिँ यतातिर चाहिँ हाम्रो एउटा डिमान्ड जेनेरेट गरेको हुन्छ है। लगभग यता अहिले चाहिँ बनाएको छैन, लगभग अनुमान लगाउन सकिन्छ यो लेभलमा चाहिँ बन्छ होला है। यतातिर यता एउटा चाहिँ डिमान्ड हुन्छ होला हाम्रो। यदि यो सप्लाई ब्रेक गर्यो भने हामीले चाहिँ त्यो लेभलमा चाहिँ एन्ट्री लगेर चाहिँ हामीले चाहिँ जाने है। त्यो बेला चाहिँ यता एन्ट्री लगेर यो लोको तल चाहिँ स्टप लस राख्नुपर्ने हुन्छ है। हाम्रो चाहिँ कति लगभग 5% भनौँ न, 4.8% हुनाले 5%को स्टप लस बन्छ र हाम्रो चाहिँ टार्गेट चाहिँ कम्तीमा हाम्रो चाहिँ लङ टर्म टार्गेट 86%को छ है। यदि यो लेभलमा आउँछ भने र हाम्रो फर्स्ट टार्गेट हाम्रो चाहिँ 27%को, सेकेन्ड टार्गेट हुनेछ लगभग 54%को है। अनि हाम्रो अल्टिमेट टार्गेट हुनेछ लगभग 143%को। यदि यो लेभलमा चाहिँ हाम्रो चाहिँ के भन्छन् अपरेटरले चाहिँ चाहेको जति किता एकुमुलेसन गर्न पाएन, रिटेलरको ओभर पार्टिसिपेसन भयो भने चाहिँ अपरेटरले चाहिँ फेरि यो लेभलमा गरे जस्तै रिटेलरहरूको चाहिँ स्टप लस खानुपर्ने हुन्छ है। उनीहरूलाई स्टप लस गराउनु पर्ने हुन्छ उनीहरूको किता लुट्नको लागि भए पनि। र त्यसपछि चाहिँ यदि त्यो बेला चाहिँ के हुनसक्छ भन्दा यो लेभलबाट रियाक्सन आएर यो लेभलसम्म जान सक्छ, त्यसपछि चाहिँ हाम्रो यहाँ स्टप लस खुवाएर यो लेभलमा आएर चाहिँ जान सक्छ है। यदि डाइरेक्ट यही लेभलमा स्टप लस भयो भने, किन भन्दा यो लेभल नआइकन चाहिँ यहाँ यत्रो रियाक्सन आइसक्यो है। बाइचान्स अब यहाँदेखि चाहिँ यो लेभल गएर यो लेभल आउँदा चाहिँ स्टप लस गराउने रिस्क पनि हुन्छ कि यो लेभल आउनुभन्दा अगाडि नै एउटा रियाक्सन दिदियो भने। किन भन्दा यताको अर्डर चाहिँ यतैबाट गएको पनि हुनसक्छ। त्यो बेला चाहिँ हामीले के गर्ने, स्टप लस भयो भने चाहिँ हाम्रो चाहिँ के हुन्छ, एउटा रिट्रेसमेन्ट कुर्ने र हाम्रो वाकभन्दा माथि आएपछि चाहिँ हामीले चाहिँ के गर्ने, एक्जिट गरेर निस्किने, त्यसपछि यो लेभल कुर्ने है।